मर्निङ सबैजनालाई है। अनि हजुरहरू पनि उठिसक्नु भयो होला यतिखेरसम्म त है। 7:15 हुन लागिसक्यो। अनि म चाहिँ उठेर मुख धुएर अनि चिया खाएर हिँडिसकेँ काममा। अनि यो चाहिँ खाजा पानी मेरो। अनि त्यही हो, अब काम गर्ने हो, गएर काम गर्नु परेको। यस्तो जाडो छ गाइज हाम्रोतिर है। यतातिर यस्तो जाडो छ कि होइन, यस्तो छ क्या, हेर्नु सक्नुहुन्छ। हुक्सो लागेर केही देखिन्न, हुक्सो लागेर केही देखिँदैन। म हिजोको पुलमा हो, म चाहिँ ट्याक्क लाएर होइन। अब हिँड्दै आउनु पऱ्यो नि त म। अनि त्यही हो, अब गइन्छ। अनि हिजो चाहिँ मेसिन चलेन हिजो, किनकि मेरो मेसिन बिग्रेको थियो। अनि बर्दिवास पुगेर सामानहरू बनाएर ल्यायो। अनि त्यही हो, अब आज चाहिँ बिहानदेखि नै गएर डननन चलाइन्छ। अनि त्यही हो, अब त्यही हो, जाडो चाहिँ लास्टै छ गाइज, लास्टै छ। तपाईँहरूतिर कतिमा जाडो छ है। हाम्रोतिर चाहिँ आम्बो स्वर्ग हेर्ने हो गाइज भने जस्तो त नभनौँ होइन, तर त्यस्तै भइरहेछ मलाई चाहिँ। टक्क लाएर यस्तो दामी छ कि होइन, हुक्से लाएर केही देखिन्न अगाडि पछाडि। तर मौसम चाहिँ दामी नै छ, तर लास्टै जाडो भयो। त्यही हो, अब यहाँनिर चाउ बोकेको छु। अनि एक बोतल पानी बोकेको छु, जाने हो। अनि खाजा अहिले टक्क 8 बजीतिर खान्छु म चाहिँ जहिले पनि। पानी अहिले त चिया र पानी खाएर आइसकेँ नि त मैले, त्यही भएर गाह्रो छ, काम गर्न गाह्रो छ। पैसा कमाउन पनि गाह्रो छ, धेरै गाह्रो छ। पैसा भन्ने चिज कसले बनायो होला यार। पैसाको बोट मसँग एउटा भइदियो है, मस्त लाएर त्यसलाई गोडेर आनन्दले जहिले पनि मिहिनेत गर्थेँ होला क्या म। यस्तै रुखहरू हुने भए, अगाडिको यो रुखहरू छ नि त, यस्तै रुखहरू हुने भए पैसाको, टक्क लाएर पैसालाई रोप्थेँ होइन। अनि त्यसलाई गोडमेल गरेर मलसल हालेर होइन। तर भने जस्तो कहाँ हुन्छ त, जस कुरा हो यो त होइन। यस्तै छ हैट। हाम्रो बल्ल आइपुग्यो नि यो पुलमा त, आमा। अब फेरि यहाँबाट खोला झर्नुपर्छ। अनि खोला झरेर चाहिँ अनि ट्याक्क लाएर अनि खोलाबाट हिँड्नुपर्छ अझै 5 मिनट जति चाहिँ यहाँबाट अझै हिँड्नुपर्छ। अनि ठ्याक्क म मेसिनमा पुग्छु। अनि चाहिँ म काम गर्न थाल्छु। हल्का त्यहाँ हिजो अलिकति काम छोडेको छु बेलुकाखेरि। अब हिजो राति भयो नि त, धेरै रातिसम्म पनि गर्नु भएन त काम। अनि हिँड्दा गलियो, म त थाकेँ, हिँड्ने बानी नभएर खै। जस मर्निङ वाक चाहिँ भइरहेछ बिहान होइन, जस आनन्दै भइरहेछ। ल त गाइज, र म चाहिँ अहिले खोला झरिसकेँ। यो चाहिँ हाम्रै खोलाको बाटो यस्तो छ। अहिले म हिँडेको पुल चाहिँ यही हो क्या, माथिको यही हो। अनि यो पुल लास्ट लामो छ नि त, 500 किलोमिटर के अरे, सरी 500 मिटर रहेछ क्या यो लामो। आमामा टन्नै छ भने पुलै 500 मिटर छ। यही हो आएको म चाहिँ पुल यति लामो छ कि यो खोलामा है। अनि यस्तै जानुपर्छ हामी चाहिँ, यस्तै यो यताबाट उता अगाडि जानुपर्छ हामी चाहिँ बाटो होइन। हाम्रो बाटो चाहिँ त्यता हो। अनि यो बाटो चाहिँ हाम्रो टिप्परसिप्परहरूले यसो ढुङ्गा लिएर जाने होइन, त्यही हो। अनि आउँछ अरू बाहिर गाडीहरू, त्यो ढुङ्गाहरू अनि लोड गर्ने पठाउने, त्यस्तै हो क्या काम चाहिँ। यस्तो माटो छ कि यहाँ होइन, अहिले यो शीतले गरेर पुरै टक्क बसिरह, नत्र यस्तो उठ्छ नि यो धुलो है, पुरै खुट्टा आधी गाडिने क्या। दिउँसोखेरि आउँदा त आधी खुट्टा गाडिदिन्छ। अनि लुगाहरू पनि फोहोर। अब यहाँबाट यस्तो जानुपर्छ हामी चाहिँ, यहाँबाट यस्तो जानुपर्छ। त्यही हो, हेर्दै जाऊँ न। चाहिँ हिँड्दैछु म चाहिँ है। अब पुग्छु अलिबारमा, अब 2-3 मिनट लाग्छ। यो चाहिँ पुरै खोलाको बाटो है, पुरै बगर हो क्या यो। यहीँबाट हामीले यहाँ पारिबाट चाहिँ हामीले हो त्यो उठाउने, ग्राभलहरू उठाउने।
अहिले चाहिँ हाम्रो क्याट मेसिन चाहिँ माथि गएको छ, हाम्रो अर्को मेसिन चाहिँ माथि गएको छ। मेरो मेसिन चाहिँ यहीँनिर छ, मेरो मात्रै अहिले चाहिँ। अब त्यो एक्लै भइहाल्छ। मेरो बसन्ती पनि डराएर होला त्यहाँनिर होइन। यहाँ त अब पुरै मान्छे चलाउने घाट पनि त यहाँ। अनि यस मान्छे चाहिँ टन्नै चलाउँछ क्या यतातिर, धेरै चलाउँछ मान्छे चाहिँ यतातिर। त्यही भएर अनि बेलुका खासै म धेरै बस्दिनँ, डर लाग्छ मलाई चाहिँ। अब त्यही त हो नि होइन, डर लाग्छ एक्लै बस्नलाई। अनि म चाहिँ फाइनली म चाहिँ मिसिनभाटामा पुगिनै सकेँ होइन। मिसिनभाटामा पुगिसकेँ। मेरो बसन्ती पुरै जाडोले कक्रेर बसिरहेको है। यहाँ चाहिँ मेरो यस्तो ठन्डी छ है। बिचरा पनि मान्छे भएको भए त यो बेला नि होइन जाडो हुन्थ्यो होला। तर मिसिनहरू चिज हो, यसलाई नि अब त्यही पनि कम्प्रोमाइज गरिरहेको यसले भनौँ न है। हिजो चाहिँ कुन बनाएर ल्याउनु भयो भने बर्दिवास पुगेर एउटा याच हुन्छ नि त, यो याच चाहिँ पुरै टेढो भएको थियो होइन, बट्टारिएको थियो। यही लिएर गयो हिजो अटोमा। अनि हिजोको दिन त्यत्तिकै बितिहाल्यो। अनि र त्यही हो, हिजो मैले यो बर्दिवास लिएर गएको चाहिँ भिडियो बनाएन, किनकि अब के बनाउनु होइन, बिग्रियो चिजहरू भनेर। यस्तो छ मेरो मिसिनको हालत। पुरै यस्तो चिसो छ कि पुरै पानीको माथिबाट पुरै शीत आइरहेको रहेछ क्या। पुरै मैले त भर्खर चाल पराएको नि त, अहिले जोसमै पुरै उ गऱ्यो नि त। मेरो खाजा चाहिँ टक्क लगाएर पानी छ होइन, तातो पानी। र म चाहिँ मिसिन खोल्छु होइन। यस्तो चिसो छ कि हिजो मिसिन पनि सरी गाइज, मिसिन पनि यस्तो भएको कि अब सफा गरेको छैन नि त मैले। अनि किनकि अब मिसिन पनि बिग्रिरहेको थियो, त्यही भएर अब चाहिँ म सफा गर्छु टक्क लाएर। अब म मिसिनमा आइसकेँ, अब काम गर्नुपर्ने हुन्छ म। बाई बाई।